अर्ना अर्नाको हड्डी खोर्सानी लिएर आइदेऊ न यहाँ हजुर पुछे भेटिन्छ डढाउनु भयो नि त तपाईँहरूले मैले भनेको त चप्पल सुमित्रा हेलो मेरो भिडियो सुरु हुने अन्त्य हुने ठाउँ ल गाइजहरू सेवा नमस्ते गुड मर्निङ के छ तपाईँहरूको हालको वर्षन चाहिँ हुनुहुन्छ आरामै हुनुहुन्छ असारको महिना हेर्नुहोस् गाइज होइन हाम्रो त हरियाली छ खेत पनि हरियाली छ अब बारी त अफकोर्स हरियाली हुने नै पर्यो होइन फेरि मेरो भिडियो त यस्तो हल्लिन्छ नि गाइज होइन अब मलाई नै रिङ्गटो छुट्छ हौ मेरो भिडियो यस्तो स्ट्रेट भरेको हामी चाहिँ अब रमाइलो छ पानी चल्ने ठाउँमा धान रोपाइ हुँदैछ गाइज होइन उता यो काली खोलातिर अब यतातिर पनि छ हाम्रो चाहिँ अब हेर्नु होला खेतहरू हाम्रो झारबारी छ झारगाडी छ होइन हेर्नु मुसाको पुच्छारि लिलिक लिलिक गरेको यहाँ चारवटा कपाल छ हौ गाइज मेरो अनि हामी चाहिँ अब निम्दा खानु हिँडेको अनि आमा चाहिँ बेलुका हिँड्नुभएको चप्पल चाट्नु लास्टमा चाहिँ चप्पल घरमै छोडेछ अनि म फेरि चप्पल ल्याउनु आएको जहिले पनि क्या गाइज होइन कता कता हिँड्ने बेला म जहिले फर्किनु पर्थ्यो होइन आज पनि फर्केँ म कस्तो हो देखेको हौ यार यो बिचरा 6 वर्षको मान्छेलाई ल्याइदिनु भएको चप्पल यो चाहिँ उसको नानाले उयो गरेको अरे हुन्छ कि हुन्छ भनेर जिद्दी गरेर सेलिमाले लिएको रहेछ एनिमेसलाई चप्पल ल्याइदिएको होइन गाइस यत्रो 6 वर्षको मान्छेलाई हुन त एनिमेस सानै छ लिखु रहेछ त्यही पनि अनि चप्पल त यो त अति नि त अनि अब 200 को चप्पल छ गाइज होइन अब त्यतिखेरै साट्नु जानुपर्ने 200 को चप्पल आउनु 200 आउनु 100 जानु 100 200 400 को चप्पल त भयो नि त अनि फेरि आज चाहिँ आमाको बजार जाने काम पर्यो मर्चाहरू के खात्रा खुत्रुक ल्याउनुको लागि अनि ठिक्क गएको बेलामा एक काम दुई काम एक पन्थ के भन्छ नि बुढाबुढीको भने त्यही हो गाई छाता पनि कहाँ हरायो थाहा छैन कति नानीहरू पिराउनु जाँदाखेरि उडेर गएको लिएको जस्तो लाग्छ थाहा छैन भगवान् जान्ने अब गाई छैन हामी चाहिँ पूजा खानु हिँडेको क्या हाम्रो उदीपहरू चाहिँ बिहानै गइसक्यो अनि झोला छैन रक्सी बोक्ने हिजो रक्सी पारे के को रक्सी के खेतीलाई हो तिमीहरूको आइतबार रोप्ने होइन सोमबार चाहिँ अनि मेरो उयो खन्नुपर्छ ल सोमबार हो मोटे छाता नबोएको ए कर्ली हेर बाई बाई गुमा गरेको मुला गए मुला यतै मारे गरेको अस्ति निनीहरूले पनि साथीहरू हाम्रो खोला त यस्तो पो छ त हो बर्खा आज असारको 25 गते ओ बगाउँछ होला है हामीलाई खोइ कमिना दिलपनाको छोरा भोलि त हो उको त पाहुना आउने निहरूको बिहान पनि दिउँसो पनि माछा हो र म
मोटाउँछु होला हौ अब मेरोमा पनि लोकलै यो भोलि पर्सि फुल्दाखेरि चाहिँ आउनुपर्ने क्या नि हामी त अल्छी गऱ्यो अल्छी लाग्छ हौ सोख लाग्दैन यो बिना दाजुहरूको हो सब दिन खेत त गाइस काचकारी छ यता आउन मोटे सुत्नु आँटिसकेको थियो मोबाइल त छेउमै राखेको गाह्रो छ नि हो गाह्रो खेती र बगरको खेतीको केही भरोसा हुँदैन हुन्छ यही हो क्या नि कतिखेर के हुन्छ पत्तै चल्दैन अरे क्या त्यही भएर खोलाको खेती कहिले नकिन्नु अरे सहरको केटी बिहे नगर्नु भन्छ फेरि यो चाहिँ असर नपरोस् है यो चाहिँ बुढाबुढीको उखान हो नि त भनिदिएको मात्रै फेरि सहर बजारको हाम्रो मौरीको नि यो यहाँ पनि टाटी कसेछ नि यो मौलेको यो दुई तिन गरा छ हो अनि त्यहाँदेखि फेरि सिधेर झन् आउनु न खानु यो यही झन् खानु भोक लागेर यहाँ आएको बेला कहिले एउटा बट बनाइदेऊ न यसलाई भुजा दिनु भुजा खानेवालामा छैन हौ यो आउनु न म एउटै हो एउटै हामीलाई फसाएछ नि त कहाँ किन्ने गएर वेल्डरमा ल त कहाँनिर गुप्ताकोमा गुप्ता अर्कोमा नगर्नु न मलाई त हेर न भोलि मलाई त ऊ अगाडि पनि एउटा केटा माग्नु आएको थियो रहेछ अनि परेको थियो रहेछ हजुर को छ भेटिन्छ भेटिँदैन भरे के गर्ने कम छ खाने नि अब हात यस्तो सुनेर होला न अहिले खानु ल डढाउनु भयो नि त तपाईँहरूले मैले भनेको त यी लगाएर पलाउनु लगाइदियो कसलाई भन्नुभएको ओ तिमी जाऊ अरे उ त्यहाँ आन्द्राको रहेछ पाकेको हो क्या अहिले दिल बनाले अघि खाएको त्यत्रो खान्छ बस म त सानो कालो खालको भएको खोइ नलजाऊ न हौ हेर्दै डर लाग्दैछ त अनि म त खरिएको छ भने खान्छु पाकेको छ त यो पाकेको हो क्या त्यो के त्यो ओ पाकेको हो यो 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 च्यातो न पाएको छैन नि पाकेको हो क्या त झोले चुन्दैछ तरकारी सबै अब चाहिँ यो एउटा नाङ्गोमा राख्ने हो नि काम त सकिँदैन है अब अहिले दिउँसो गरे अब यो आगो तान्देर म त्यो यता माथि आएर
ए गर्नु न बाँसले गर्दा देखिँदैन क्या मजा चलायो भने झन् देख्दैन अलिक माथिबाट आऊ न हुन्छ हौ उताबाट जाउँ त केही त देखिँदैन ठिक अहिले देखिरहेको भोलि धान रोप्नु पर्छ त्यसले भयो भने भर्सा लाएर बिउ खनाउने बिहान हेर्नु यहाँ तल रोप्नुपर्छ ए अँ ल उहाँ आफ्नो बाउको भन्दैछ मेलो बनायो भने यहाँ रोपिदियो भन्दैछ बिचकेर ढुट्टो छ बाउ यहाँ दिमाग खराब पारिसक्यो यहाँ बुढाको चाहिँ अलिक मजाले त्यसो भन्छ भनेको ल्याउँदैन राततिर ल्याइन्छ भने त म त दिनभरि डुल्दा डुल्दा मुला बेलुका चोताएको मेरो साउलाई भात पाएको कति बान भात पाएको आज 2 बान कि 3 बान एक बान पाकिसक्यो ठुली हो नाखामा फुली खै सुन महँगो भयो हौ त्यो त मसला मजाले पाएको हो मसला बनाएको छ हराएको सब फुली त हाल्यो मसला पनि मैले पाक्नु पर्यो धेर त नबनाओस् होइन यो धेर हुन्छ भात खाएर आउँछ अब खानु बनाएको खाएन मम्मी हेर पूजा कस्तो हुँदैछ चाहिँ यो चाहिँ के रहेछ यता पनि पो रहेछ यता पनि अर्ना अर्नाको हड्डी खिच्नुबाट हानेको खाइसकिहाल्दैछ नि यता फर्के यसो खिचेर तपाईँलाई देखाउने तपाईँ हो मेन मान्छे नि हो हाम्रो गाउँको सलादको रूपमा त्यस्तो दिन्छ है हाम्रो गाउँमा चाहिँ थुक्लिनु होला यसरी माइकिङ जस्तो गरेर बाँड्नु न गरे त ऊ यहाँ ब्लक हो भाउजूको त भिडियो हो उहाँ त ब्लक हो नि त यस्तो गरेर हुन्छ 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 दाजु एकछिनमा तातो छ त्यो भएर एकछिनमा खान्छु म ठिक छ तपाईँहरूको जिज्ञासामा पुरा गर्छु तर अलि तातो छ अब रेस्ट गर्नु पर्यो एकछिन तपाईँकै लागि नि हो मैले तिमीले जाने मलाई तिमी नै हो म सोच्छु तिमी लाग्छ हौ तिमी नै सजिलो तपाईँ भनेर त कस्तो अप्ठ्यारो तिमी भन्नु मलाई अप्ठ्यारो लाग्छ साले गदा भन्ने दिन देखाएको छैन हौ हाम्रो साले गर्दा होइन त माछा चिप्ले त भन्छु के साले गर्दा त भन्दिनँ गाई झन् यो हामीले अलिअलि लाली पाउडर लगाएको भए त राम्रै हुन्थ्यो होला अनि यो त खला पत्र सादा
त्यही पनि हामी राम्रै छौँ हाम्रो के भन्छ सोल्टीहरूले हामीलाई मन पराएकै छ यो गाई होइन अघिसम्म यहाँनिर बाँझो थियो कि अहिलेसम्म हेर्नु त है काम गरेर कति राम्रो दिन्छ कति रोप्नु भन्थ्यो 30 कति रोप्नु भन्थ्यो तर सम्झाउँदा अलिक पछि रोप्ने भन्दै थियो एकछिन बेला बनाउँछ र यहाँनिर कति छिटो ज्योतिहरू पनि गइसक्यो 30 गते हाम्रो छुट्टी होइन त्यतिखेर म पनि त रोप्नु आउँछ तँलाई आउँछ गफ नदे आउँछ गाई चाहिँ होइन हामी चाहिँ मासु र भात अनि हामीले चिसो खाएर अनि हामी मान्छेहरूको यहाँ टोपी खसिसक्यो उसलाई थाहै छैन अघि भिडियोमा टोपी उडाएको टोपी उडाएको अनि थाहै पाइँदैन त अनि यहाँ पनि यहाँ मासु बोकेको छु गाई चाहिँ होइन मासु चोरेर मासु यो मेरो नन्दले मासु चोरेर हिँडेको तँ पनि देखाउन त पनि तिमी पौडी खेल्दा नि तर पौडी हेर्नु जाउँ न कहिले लाँदैछौँ गर्मीमा मरिसक्यो घरमा नुहाएर कहाँ पौडी खेल्नु तपाईँहरू जानुहुँदैन तिमीहरू जाने होइन बुढाबुढीहरू घरमा नुहाएर बाल्टी लिएर एउटा पानीमा प्यान खोलेर नम्बर कडा हाल्नुहुन्छ गफ नगरेर हौ नन्वा यसको त उमेर आएपछि झन् पत्र हुन्थ्यो नि अहिले नि यत्रो छ उहिले भान्जीको त सानो सानो रहेछ गाई छैन हामी चाहिँ भीमसेन पूजा खाइसकेर पनि आइसक्यौँ आमामा धेरै खाएर यस्तो गर्मी भइसक्यो नि गाई 4:30 भइसक्यो अब गएर चट्ट घर ल्याउनु ल के अरे पौडी खेल्नु जाँदाखेरि दुईटा कोप्रा लिएर आउनु अनि अर्को दुईटा लिएर आउनु किन भित्र लुगा र कट्टु ओके अनि होइन अब आजको दिन चाहिँ यस्तै भयो अब चट्ट लाएर घर जाने हो एकछिन हावा फेनमा फुर बस्ने हो अनि घाँस काटेर आएर सुँगुर चालिदिने भात खाने सुत्ने हो चट्ट लाएर होइन आजको दिन चाहिँ यस्तै बिति गयो अनि आजको भिडियो के कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला सपोर्ट गर्नु होला है मेरो पुरानो च्यानललाई जसरी सपोर्ट गर्नुभएको छ त्यसरी नै सपोर्ट गर्नु होला मेरो छोराले के बोल्दैछ मलाई केही पनि थाहा छैन आइडन्ट मेरो छोरा चाहिँ क्या कान्तिपुर एफएम भन्दा पनि धेरै हो भोलि नि होइन गाइस आजको लागि टाटा भन्दै न बाई गर्नु बाई गाइस आजको लागि टाटा घाम नलाग्यो भने यस्तो भएको छ ल ल बाई टाटा सी यू